हेलो नमस्ते र अहिले भने चाहिँ हामीले दर्शन सकेर अब राति आउँदा त तपाईँहरूलाई बाटो देखाउन सक्यौँ न होइन ब्रदर। र अब जाँदाखेरि के कस्तो हुन्छ भक्तजनहरूको त्यो दर्शन गर्न रहेछौँ र पातिभाराको मन्दिर यस्तो छ हेर्न सक्नुहुन्छ चारैतिर एकदमै जय मालु अन्तिम चरण र अहिले भने चाहिँ सूर्य सर पनि एकदम ओके भएको अवस्थामा है खुसी भइरहेछ माउन्टेन रेन्जहरू हेर्न सक्नुहुन्छ। र अब चाहिँ फेरि हामीले ओह्रालो फर्किने यात्रा गरिरहेछौँ। कति बजी हो दादा टाइम चेक गर्नु सकिन्छ होला र बाइबल सर हाम्रो बाइबल सरलाई किन यार सबिन राई जस्तो देख्दैछु म हिजो त हिरो त्यस्तो देख्दैछु अघि त स्यासेर फ्याँफा भएको त उकालो खोइ के हो त्यो कलेकोहरू खोइ सूर्य सर भनिदिनुहोस् के हो यो माताको आशीर्वाद हो यो होइन। फोटो सेसन यहाँनिर चाहिँ एउटा घन्टी बनिन्छ यो हो गेट है र फोटो सेसनको निम्ति चाहिँ सर यता जानु भन्नुहुँदैछ सबै माउन्टेन रेन्ज हो। अब हामी फर्किँदै गरेको अघि राति त केही देखेन अब है दिउँसै देखाइदिउँ होइन सर साह्रो बोलिरहेछ हाम्रो बाइबल सर मुकुरुङका केला आमामा म पढ्नु सकिनँ गाइस मुकुरुङ केलाङ निवाङ्सो इङ्ग्लिसबाट पनि थिएछ देखिन गाइस है। यहाँबाट चाहिँ यस्तो यो उकालो चाहिँ हामी यो बाटैबाट हेर्नुहोस् यहाँ हेरेर यो बाटो हिँड्दै हिँड्दै आएको सबै बादलको वेभ है बादलको वेभहरू छ कोही बाटो सानो लगाएको बाटो छ यो डल्लै हिँडेर आएको यहाँनिर भने गाडी चाहिँ हाम्रो यहाँ तल छ र बाटो भन्ने चाहिँ यस्तो थिएछ अब राति त देखाउनु सक्यौँ न हामीले होइन सुरु सर अहिले चाहिँ हामी फर्किँदैछौँ माता रानीको दर्शन गरेर बाटो चाहिँ यस्तै हो उकाली ओह्राली है। यहाँ तल हाम्रो 3 भाइ बाइबल सरहरू अरुणदा र हाम्रो बादल देख्नु होला चेपबाट भ्युजहरू चाहिँ दामी दामी देखिरहेको अवस्थामा र मैले चाहिँ टोपी खोलेको छुइनँ हेर्नु सक्नुहुन्छ अघि तेर्सो देख्नु चाहिँ अब उकालो 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 देख्दैछ हल्का बाटो भने चाहिँ यस्तो छ बिस्तारै बिस्तारै देखाउने कोसिस गर्छु। लु भन्नुहोस् त के भन्नुभयो अहिले सबैलाई के दिनु हुँदैछ नि सबैलाई नमस्कार म को अरे केही त होला उहाँहरूले केही न केही त हो अलिकति भ्लग सम्बन्धी उहाँ तपाईँको बोलाइ लै नै अर्को लाग्यो नि त र हेलो नमस्ते र फाइनली रेखाज्यूहरूलाई भेटिसक्यो यहाँनिर हेर्नु सक्नुहुन्छ र हाम्रो यु के भन्छ स्नो बहिनीको के छ खबर खै हेरौँ खाली गोटे र अहिले भने चाहिँ हामी आधी बाटो आइसकेका छौँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन यहाँनिर हेर्नु सर बादलहरू उडिरहेछ र यहाँ यस्तो छ बाटो चाहिँ तपाईँहरूलाई बाटो देखाएर डर देखाएको होइन तर प्र्याक्टिस गरेर आयो भने चाहिँ सूर्य सर त हिँड्नु सक्दैछ तपाईँहरू सकिहाल्नुहुन्छ कतिपल्ट है सुन्नुभयो होला यहाँ चाहिँ त्यत्तिकै मान्छे आउँदैन 18 पल्ट सूर्य सरको बाइबल सरको भयो होला 15 पल्ट अरुणदाकै 2 पल्ट अरुणदाकै 2 पल्ट भयो होइन यहाँ हाम्रो ब्रदरको 1 पल्ट भयो र मेरो पनि भयो होला 8-9 पल्ट त जस्तो लाग्छ बन्नै बिर्स्यो हामीले त है सर यस्तो छ है नजारा एकदम बवाल भइरहेको अवस्थामा र हाम्रो बाइबल सर अगाडि सुरेश सर है यहाँ स्कुल माइन्डमा छ है अहिले हामी जानुपर्ने चाहिँ उयो डाँडाडुँडीहरू काटेर कता के भन्दैछ स्नोलाई खोज्दा अरे
भन्छ अन्त हेर्नुहोस् यो बाटो चाहिँ एकदमै हिँडेर गएर हामी फर्किँदैछौँ अहिले है। यहाँनिर सुरेश सर बसिराख्नु भएको छ, बाइबल सर है, र म यहाँ छु। र अहिले भने चाहिँ अलिकति ढिलो भयो भने यस्तो बादलहरू लागिहाल्छ। हामी जता चाहिँ क्लियर थियो तपाईँहरूले भिडियोमा देख्नु सक्नुभयो होला होइन। इस हेर्नुहोस् आम्मामा यस्तो दोरी लगाएर माथि लाने प्रथा पनि छ सर। यो चाहिँ के हो दोरीको चाहिँ? कोही पनि नयाँ मान्छे आयो भने चाहिँ यो दोरी हेर्दै हेर्दै मन्दिरसम्म जान सक्छ। ए यहाँनिर चाहिँ फेरि है हामी रेस्ट गरिरहेको बेलामा चाहिँ है यहाँनिर खै सुरेश सरले के देखाउनु भएको? सुरेश सर के देखाउनु भएको? ल सर केही भनिदिनु त यहाँनिर के? यहाँ पानीपाडा देवी दर्शनमा चाहिँ यदि तपाईँहरू आउनुभयो भने यहाँ संरक्षण समितिले चाहिँ धेरैवटा राम्रो राम्रो कामहरू गरेको छ। जस्तो कि यहाँनिर यस्तो हरेक जग्गामा पानी कति टाढोबाट यसलाई डाक 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 गर्दै माथि डाँडासम्म पुर्याएको छ भने यहाँनिर शौचालयको व्यवस्थाहरू यति राम्रो गरेको छ उहाँहरूले कि यात्रीहरूको निम्ति। त्यस मात्र नभएर यहाँ देख्नुहुन्छ तपाईँले यो तातो पानी चिसो पानी आउने धेरै उहाँहरूले यहाँ भनौँ यो गिजर नभए तापनि यहाँनिर यस सोलर सिस्टमले गर्दा उहाँले प्रत्येक शौचालयमा यस्तोहरू निर्माण गरेर एकदमै राम्रो व्यवस्थापन गर्नुभएको छ। यसमा हामी धेरै धेरै कृतज्ञता छौँ उहाँहरूप्रति, हामी आभार व्यक्त गर्न चाहन्छौँ। लगभग हामी हरेक सालै आउने गर्छौँ, तर अहिले त झन् यस ठाउँलाई अति नै उहाँहरूले सफा गर्नुभएको छ। सफा सुग्घर प्लस यस्तो विश्राम गर्ने ठाउँहरू त उहाँहरूले हरेक गोलाइमा नै निर्माण गर्नुभएको छ भने यस्तो हिँड्नेको लागि सेडहरू अति नै राम्रो बनाउनु भएको छ। विशेष गरी म शौचालयको लागि म भन्न चाहन्छु, यस्तो शौचालय साथै कति जग्गा हामी पैसा तिरेर युज गर्छु भन्दा पनि सायद पाउँदैन होला। यहाँनिर फ्रीमा यस्तो राम्रो राम्रो शौचालयहरू निर्माण गर्नुभएको छ। उहाँहरूप्रति म कृतज्ञता आभार गर्दै म हाम्रो प्रतीक भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू देखाउनु भएकोमा। ओके गाइज ल यस्तो छ यहाँनिर चाहिँ सबैलाई धन्यवाद। अहिलेको सुनिहाल्नु होला अपडेटहरू होइन। र अहिले भने चाहिँ हामी माथि फेरि पुग्न लागेका छौँ, एकछिन रेस्ट गरेर अहिले भने चाहिँ हामी हिँडिसक्यौँ है। कसको साथ बोल्नै छोडिसक्यो होइन। यस्तो छ बाटोहरू। एउटा एकदमै टाढोको बाटो र अहिलेसम्म पनि हामी तल पुग्न सकेको छैनौँ। दुई भाइ चाहिँ गयो, सुरेश सर, म र हाम्रो यहाँ ब्रदर चाहिँ है जाँदैछौँ। अब चाहिँ सायद पुग्नु आँट्यो होला जस्तो लाग्दैछ, के हुन्छ। र अहिले चाहिँ के भन्छ सर सानो कन्ची फाइनली है। अब हामी चाहिँ मात्र फेरि आइसक्यौँ है। अब यस्तै हुन्छ भिडियो त। अब तलको यहाँदेखि ओह्रालोको त देखाउँदिनँ होला, किनभने देखिहाल्नु भएको छ हिजोको भिडियोमा होइन। र आजको भ्लगलाई चाहिँ यहीँ एन्ड गर्छु। राम्रोसँगले दर्शन गर्नु होला। तपाईँहरू आउनु हुँदैछ भने चाहिँ के चाहिन्छ भने त्यो सामानहरू लिएर आउनु होला। जस्तो प्र्याक्टिस चाहियो 1 महिनाको होइन सर, प्र्याक्टिस चाहियो 1 महिनाको, र चक्लेटहरू मकैहरू है इम्पोर्टेन्ट छ, र पावर ब्याङ्क पनि ल्याउनु सक्नु भने चाहिँ ल्याउनु होला। प्र्याक्टिस चाहिँ नेसेसरी हो। थ्याङ्क यू सो मच गाइज। यसरी माया सपोर्ट गरिदिनु होला। बाई बाई अन्टिल नेक्स्ट भिडियो।